हेलो हाई गुड मर्निङ सम्पूर्णलाई है शुभ बिहानी होइन। आज हजुर हल्का पानी आउला जस्तो छ, बादल भइरहेछ होइन लेकतिर। अनि यस्तै छ हजुर, के गर्नु है। अब भने जस्तो छैन, सोचे जस्तो छैन होइन। मान्छेलाई तनाव भइहाल्छ, दुःख सुख यस्तै हजुर, जस्तो भए पनि गर्नु पर्यो परदेशको ठाउँमा होइन। तर आज यस्तै छ भनेर पनि सबैले यहाँ छोडिदिए, केही छैन। तर बुझेको छु दुःख र सुख यस्तै हो, जिन्दगीको तनाव मैले पनि बुझेको छु। तर मान्छेहरू हजारौँ छन् यहाँ, कसैको पनि आश गरेर यहाँ भरोसा गरेर तोड्नेहरू हजारौँ छन्, मैले बुझेको छु। जिन्दगी आखिरी यस्तै हो, तर जस्तो भए पनि काटेकै छु। आखिरी भाग्यले साथ दिएछ भने सफलताको बाटो म पनि हिँड्नुला। यो जिन्दगी जस्तो भए पनि काटेकै छु। रहरता कति थिए, कति साथी जिन्दगीसँग र सपनासँग टुटे। भाग्य र सपनासँग लड्दा यो जिन्दगीका अनगिन्तीहरू छुटे। आज यही जिन्दगीसँग लड्दा पनि न त खुसी पाएँ, न त हर्ष पाएँ। सधैँ यही जिन्दगीमा तनाव मात्र पाएँ। आज जिन्दगीका हजारौँ सपनाहरू पुरा गर्दा पनि यो जिन्दगीसँग ठेस लाग्यो। न त भाग्यले साथ दियो, न त सफलता हुन सके। आखिरी रहर भन्ने त यति हुन्छ कि मान्छेमा म यो गर्छु ऊ गर्छु भन्ने हुन्छ, तर एक दिन जिन्दगी अन्तिम हुन्छ। तर मान्छेले त्यो सोध्दैन। तर मान्छेले के गर्छ भने मै छु ठुलो, त्यो सानो हो, मै घमण्ड, मै हुँ भन्छ होइन। तर मान्छेले बुझ्दैन कि एक दिनको जिन्दगीमा सबै मिलेर हामी बसौँ, सबै हामीले एउटा सङ्घर्ष गरेर अगाडि बढौँ भनेर मान्छेले बुझ्दैन। तर यस्तै हो हजुर, के गर्नु। मान्छेको जिन्दगी र मान्छेमा तनाव नहुने को होला र। तर झन् यो परदेशको ठाउँमा झन् कति दुःख कति कष्ट हुन्छ, त्यो अभाव र दुःख कसले बुझ्ला र हजुर। यस्तै हो, के गर्नु। सोचे जस्तो जिन्दगी छैन। यदि भएछ भने मैले पनि जिन्दगीको सपनासँग कोरेर अगाडि बढुला। भाग्यले साथ दिएछ भने जिन्दगीसँग अगाडि बढुला।